म चाहिँ मामा घरबाट आएको घर जाँदै हो चाहिँ गाउँबाट साला भन्ने ठाउँमा यो हावाले केही सुन्दैन होला त्यही पनि सबैले ह्याप्पी चैते दसैँ है आज त होइन होला कहिले थाहा भएन त्यही पनि ह्याप्पी चैते भयो दसैँ बाटो यस्तै छ के किन्ने हजुर ल गाइज होइन म यहाँ यो गाउँलाको छिमेकी भन्नेमा आएको मन्दिर के किन्न पर्सि एउटाको व्रत बन्द छ प्रसाद भनेको त्यही हो अनि आयो यति क्यारो यतिकै हुन्थ्यो जुत्ता कपडा यो कस्तो देखेको छु यसको साइडको चाहिँ त्यो के थियो नाम बिर्सिसकेँ यो पानी बजेर भन्ने थियो पहिला यहाँबाट छिट्टै चलिरहेको थियो पछि गएर के भन्छ फेरि बन्द भन्छ भ्लग बनाउँदै अनि यो कोको बन्डल किन्नु भयो त्यही हो कन्टिन्यू गर्नु 21 गते तानतिङ चैते मेला रे त्यही हो यहाँ रोड हेर्नु सक्नुहुन्छ होइन मेरो भ्लग हेरेर धेरैजना हाँस्नुहुन्छ होला मम्मी मास्कको टेस्ट किन्न जानुभयो मास्क अनि यहाँ गाउँ खोला हो यो ठाउँ चाहिँ लाइक सब्सक्राइब सेयर कमेन्टहरू गरिदिनु होला त्यही हो तल यस्तो हात यहाँ बत्ती राखेर गरेको क्या स्कुटीमा जाँदा हावाले आवाज आउनु होला म डाइरेक्ट घरबाट पुनलाई या त्यो बिजपुर भटा कन्टिन्यू गर्छ यता अहिले हामी घर जाँदैछौँ पानीहरू अझ चिप्लिन्छ क्या हामी यहाँ बिजपुर खोला उठाइसक्यौँ घर गर्दै हजुरहरू भोलि बिहान स्कुल जानुपर्छ यार माछा पोखरीमा खेल्न पोखरा युनाइटेड स्कुलमा चाहिँ माछा पोखरीमा चाहिँ खेल्न जान्छन् हामी आजकल बिहान बिहान ट्रेनिङहरू गराउनुहुन्छ फुटबलको
स्कुलले नै फ्रीमा बस बिहान गएर लिन आउँछ 6:30 बजी लिन आउँछ अनि बिहान 5:30 बजी एकचोटि लिन आउँछ 6:30 बजी लिन आउँछ म चाहिँ 5:30 बजी जान्छु एउटा साथ बिलप्सन भन्ने जान्छ एउटा उत्सव रानाबाद भन्ने होइन क्या म चाहिँ मामा घरबाट आएको घर जाँदै हो चाहिँ गाउँबाट साला भन्ने ठाउँमा हावाले केही सुन्दैन होला त्यही पनि सबैले ह्याप्पी चैते दसैँ है आज त होइन होला कहिले थाहा भएन त्यही पनि ह्याप्पी चैते दसैँ बाटो यस्तै छ हजुर ल छैन म यहाँ यो गाउँबोलाको छिमेकी भन्नेमा आएको मन्दिर जो के किन्न पर्सि एउटाको व्रत बन्द छ भनेको त्यही हो अनि मलाई यो यति क्यारो यति हुन्थ्यो जुत्ता कपडा यो कस्तो देखेको छु यसको साइडको चाहिँ त्यो के थियो नाम बिर्सिसकेँ यो पानी बजेर भन्ने थियो पहिला यहाँबाट छिट्टै चलिरहेको थियो पछि गएर के भन्छ फेरि बन्द भन्छ भ्लग बनाउँदै अनि यो कोको बन्डल किन्नु भयो त्यही हो कन्टिन्यू गर्नु 21 गते तानतिङ चैते मेला रे त्यही हो यहाँ रोड हेर्नु सक्नुहुन्छ होइन मेरो भ्लग हेरेर धेरैजना हाँस्नुहुन्छ होला मम्मी मास्कको टोस्ट किन्न जानुभयो मास्क अनि यहाँ गाउँ खोला हो यो ठाउँ चाहिँ लाइक सब्सक्राइब सेयर कमेन्टहरू गरिदिनु होला त्यही हो यस्तो हात यहाँ बत्ती राखेर गरेको क्या स्कुटीमा जाँदा हावाले आवाज आउनु होला म डाइरेक्ट घरबाट पुनलाई या त्यो बिजयपुर भटा कन्टिन्यू गर्छ यता अहिले हामी घर जाँदैछौँ पानी हालेर चाहिँ चिप्लिन्छ क्या हामीले बिजयपुर खोला उठाइसक्यो हाम्रो घर
मन्दिरहरू जान्छ होला। भोलि बिहान स्कुल जानुपर्छ यार। माछा पोखरीमा खेल्न पोखरा युनाइटेड स्कुलमा चाहिँ माछा पोखरीमा चाहिँ खेल्न जान्छौँ हामी। आजकल बिहान बिहान ट्रेनिङहरू गराउनुहुन्छ फुटबलको। स्कुलले नै फ्रीमा बस बिहान गएर लिन आउँछ। 6:30 बजी लिन आउँछ अनि बिहान 5:30 बजी एकचोटि लिन आउँछ, 6:30 बजी लिन आउँछ। म चाहिँ 5:30 बजी जान्छु। एउटा साथ डिलक्सन भन्ने जान्छ, एउटा उसक रानाबाद भन्ने होइन क्या।